हेलो गाइज सबैलाई फेरि पनि नमस्कार मेरो फेरि ब्लगमा। आज चाहिँ हामी यस्तो दामी ग्रिसको एकदम एथेन्सको टप डाँडामा चाहिँ हामी घुम्न जाँदैछौँ। विजय सरलाई अब बाटोमा गएर भेट्ने मैले होइन। अब त्यहाँबाट हामी जाँदै गर्छौँ। हजुरहरूलाई चाहिँ एकदम सिनहरू के कस्तो छ म देखाउँदै गर्छु। त्यहाँको भ्यू बवाल छ गाइज। त्यहाँदेखि एथेन्स चाहिँ एकदम दामी देखिन्छ, सुपर देखिन्छ। हजुरहरूलाई चाहिँ म देखाउँछु कसरी जाने, कहाँ कताबाट जाने भनेर। र त्यहाँ चाहिँ ग्रिस आइसकेपछि चाहिँ नगइ नहुने ठाउँ हो। यति घुम्ने मान्छे सोकिङवाला मान्छे एकदम दामी पपुलर ठाउँ छ। हजुरलाई म देखाउँछु, मजाले धैर्य गरेर हेरिदिनु होला र मलाई सपोर्ट र चित्त बुझ्यो मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब पनि गर्नु होला है त। ल हेर्नु है गाइज, आज हामी घुम्न जाने भनेको त्यो माथि माथिको डाँडामा हो। हेर्नु है, म हजुरहरूलाई देखाउँछु मजाले। हो यो डाँडामा घुम्न जाने आज हामी, त्यसको लागि अब म निस्किनु लाग्यो। ल गाइज, अब हामी जाँदैछौँ है। विजय सरलाई पनि लगभग भेट भइसक्यो। हाम्रो विजय सरसँग ठ्याक्क भेट भइसकेको छ। अब हामी चाहिँ लाग्दैछौँ बाटोमा कता कता के हुन्छ, कसो हुन्छ सबै कुरा चाहिँ हामीले हजुरलाई देखाउनेछौँ है। अब उठेर जाँदैछौँ, अब कता कता हुन्छ के हुन्छ कसो हुन्छ म जानकारी दिँदै गर्छु है। तब हामी यताबाट जाने हो, ठ्याक्क रोड क्रस गरेर यस्तो गरेर सिधै गइन्छ। बाटोमा के हुन्छ हामीले हजुरलाई देखाउनेछौँ। ठ्याक्कै यतापट्टि यो घोडे पार्क छ यो जङ्गलतिर है। अनि यतातिर गयो भने हजुरले नेपाली रेस्टुरेन्टहरू यतापट्टि छ। यो बाटो गयो भने ओमनियातिर पुगिन्छ। यो पार्टिसन रोड हो है गाइज। हेर्नु गाइज, बाटो कस्तो दामी बनाएको छ है। यस्तो हुन पऱ्यो क्या प्राकृतिक। र फाइनली हामी चाहिँ जानी डाँडा चाहिँ अझ यहाँ माथि छ है। ल हेर्नु, यहाँ माथि जाँदैछौँ हामी। पुग्न लाहौँ, आधी घन्टा बढी त हिँड्ने हो। तर लास्टै टप झन्डै हजुरको एथेन्सको टप ठाउँ हामी जाँदैछौँ गाइज। ल म बाटोमा फेरि हजुरहरूले देखाइराख्छु है। ल गाइज हेर्नु, हामी यताबाट ठ्याक्क आइयो। आउँदाखेरि चाहिँ फाइनल्ली यस्तो पिच बाटोमा आइयो। हेर्नु ल कस्तो दामी छ, सिटी हाँड दामी देखियो। र अब माथि गएपछि झन् बवाल देखिन्छ। यस्तै छ जिन्दगी। जाँदैछौँ है गाइज। ल हामी आज चाहिँ एक्सर्साइज चाहिँ खतरा भयो गाइज। किनभने उकालोले गर्दाखेरि मोटो मान्छे झन् बसेर खतरा निस्किन्छ। अब यो हिसाबले चाहिँ म महिनामा अब धेरै होइन, 1 महिना मात्र म यो बाटो तलमाथि गरेँ भने मेरो भुँडी खलातखुलुत हुन्छ। तर के गर्ने, अल्छी पऱ्यो, जाँगर छैन गाइज। यस्तै हो। ल हामी जाँदैछौँ। माथि गएपछि पनि बवाल भ्यू छ। भ्यू म देखाउँछु ढुक्क हो है। ल गाइज यत्रो बाटो हिँड्दै आयो है। अब पुग्न लाहौँ। तर हेर्दा नजिक भए पनि यो घुमाउरो बाटोले गर्दा चाहिँ यस्तै छ। ल हेर्नु बाटो, हेर्नु कस्तो छ घुमाउरो बाटो। हेर्नु यस्तो डाँडामा पनि यस्तो दामी बाटो छ भनेपछि त अब पुरा त हजुर आफै बुझ्नु सक्नुहुन्छ। आमामा, तर मजा आयो आज हिँड्नलाई। तर धेरै टाइम पनि लागेन नि सर हामी आउनुलाई होइन, धेरै टाइम पनि लागेन। तर मजाले आयो, स्ट्रेट बाटो आयो जस्तो लाग्यो हामीलाई। थके लाग्यो लास्टै हिँड्दा। अब माथि गएपछि थाहा हुन्छ। तर भ्यू चाहिँ यहाँ आउने चाहिँ एउटा धोका नै थियो मेरो। आज धोका पुरा हुने भयो सरको कारणले। र म खुसी छु आज एकदम। सरलाई पनि धेरै धन्यवाद छ हाम्रो सरलाई है। ल सरको कारणले चाहिँ आज आइयो हो। अनि गाइज हेर्नु न, बाटोमा यस्तो ढुङ्गाहरू छापेर कस्तो प्राकृतिक कुरालाई चाहिँ सदुपयोग गरेर यस्तो बिच बाटोमा बस्ने कुराहरू पनि बनाइदियो। छोटा रुख बिरुवाहरू यस्तै हो के अरे होइन, दामी छ क्या गाइज। मलाई टुरिस्टहरू यस्तै घुम्न आउँछन्। यस्तो सुविधा छ क्या फेसिलिटी। त्यसै अनि पर्यटकले गर्दाखेरि देश धनी हुन्छ त गाइज यार। बवाल ठाउँ हो क्या। जाँदैछौँ गाइज है, ठ्याक्क नेपालकै झझल्को मेटिँदैछ हाम्रो। अब हामी मेन बाटो नगइकन उकालो ठडिने हो। उकालो ठडेर जाँदाखेरि चाहिँ आमा रमाइलो हुन्छ। हाम्रो यात्रा क्रमशः जारी छ। हेर्नु ठ्याक्कै नेपाल जस्तै भ्यू चाहिँ जति हेऱ्यो त्यति हेर्न मन लाग्ने क्या गाइज है। हामी अस्ति नै पिकनिक खाएको डाँडा चाहिँ त्यो है गाइज। नेपालको नयाँ वर्ष पिकनिक खानलाई गएको थियौँ नि, यो डाँडा गयो हेर्नु। ठ्याक्क त्यसको अपोजिट साइडमा छौँ हामी, पारिपट्टि। हेर्नु मनमोहक दृश्य एकदम। हामी ठड्दै छौँ। त टुरिस्टहरू हिँड्दै गएका छन्। ल हेर्नु पर्यटकहरू यस्तै छ अवस्था। कोही यताबाट आउँदैछ नि। ल आज चाहिँ एकदम नेपालकै झझल्को आइरह। सरको हाम्रो फोटो सेसन पनि सुरु भयो।
उकालो हिँड्दा हिँड्दा थकेला र लास्टै भइसक्यो गाई यार। हेत पानी बिग्रिसकेको छ। अब गाउँघरतिर हुर्केको पनि के भन्ने हो र, यस्तो पाराले अलिकति हिँड्दैमा थकाइ लाग्छ भने चाहिँ के भन्ने ल भने त गाई। हेत फ्या फ्या धेरै मोटाइयो क्या पेट पनि यार। फ्या फ्या र स्यासा भइसक्यो गाई यार। सर सिटाउनु यार हजुर यार, कति मोबाइल चलाएर बसेको यार। मान्छेले यस्तै हजुरले यार स्यासेर फ्याँ पारेर हजुर मोबाइल चलाएर बस्दिने यार। गाइस पर्यटकहरू पनि यसरी घुम्न आउँछन्। आशा छ बन्दै गरेको सरकारले पनि यस्तै व्यवस्था गर्नेछ ट्रेकिङ ठाउँहरू है। दामी दामी यस्तो भइसकेपछि फेरि गजब हुन्छ नि त होइन। डाँडाहरू नेपालभन्दा कम छैन क्या, यस्तो दामी ठाउँ छ। यतिको बिच बाटोमा माथि आएको त यार कस्तो दामी भ्यू क्या है। ठ्याक्कै नेपालकै भ्यू क्या। मलाई चाहिँ नेपालमै हिँड्ने जस्तो लागिरहेको। ठ्याक्क साइडमा यसरी सल्लो रुखहरू यस्तो बाटो पनि यस्तै छ। जाँदैछ म चाहिँ माथि, मलाई त नेपालकै झलझल गइरहेको गाइज यार। गाइज हामी माथि चढिरहँ। यो चाहिँ अर्कोपट्टि साइड हो है। हामी आएको चाहिँ त्यो साइडतिरबाट हो, तर अहिले यो चाहिँ अर्को साइडतिर हो। र फाइनली हामी पुग्न लागिसकेछौँ ठाउँमा। चट्ट माथि चढ्दैछौँ। अब धेरै टाइम लाग्दैन। हेर्नु न कस्तो दामी भ्यू छ। यहाँबाट भ्यू झेर्नलाई चाहिँ आमा यस्तो दामी छ क्या। हेर्नु न ठ्याक्क छेउ ठाउँमा यस्तो टाइपको जङ्गलहरू पनि त्यस्तै यस्तो दामी छ क्या गाइज। हेर्नुहोस् त ल हेर्नु गाई जस्तो दामी भ्यू छ। त्यही भएर यो भ्यू हेर्नलाई भए पनि हजुरहरू चाहिँ आउनै पर्छ है। यस्तो दामी माथि देख्नु भएको छ होला कि होइन, माथि यस्तो दामी भ्यू देखिन्छ क्या माथि। यहाँ घुम्न आउँदा त यस्तो आनन्द भयो, यति मजा आयो, यति मजा आयो। आजसम्म जति ठाउँहरू म यहाँ ग्रिसको घुमेको थिएँ, यो जति पिसफुल, यो जस्तो आनन्दको, यो जस्तो रमाइलो ठाउँहरू चाहिँ मैले खासै अनुभव चाहिँ लिन सकिनँ। छन् त छन् होइन, धेरै दामी दामी ठाउँहरू छन्, तर यो जस्तो आनन्दको ठाउँ चाहिँ खासै भेटेन भन्न पऱ्यो मेरो सोचाइमा चाहिँ। अब हजुरहरू चाहिँ धेरै दामी दामी ठाउँहरू घुम्नु भएको छ होला। आइल्यान्ड साइलेन्ड यताउति, अब आइल्यान्ड भनेको आइल्यान्ड नै भइहाल्यो। अब यो चाहिँ आइल्यान्ड परेन होइन। आइल्यान्डतिर घुम्नुको मजा छुट्टै हुन्छ गाइज। जसरी नै आउनुपर्छ हजुरहरू यहाँ घुम्न। यहाँ घुम्न आएपछि मजा लिन पाउनुहुन्छ हजुरहरूले एथेन्सको, ग्रिसको। यहाँले गाइज हामी चाहिँ आइपुगेका छौँ। ल हेर्नु यस्तो बबाल ठाउँ। घुम्दै फिर्दै हामी चाहिँ आइसकेका छौँ। फाइनली टप डाँडामा आइयो। आमा यहाँ आएपछि त भ्यू हेर्न त यस्तो मजा आउँदो रहेछ है। म हजुरहरूलाई भ्यू देखाउँछु हेर्नु न। यस्तो डाँडामा आइयो हजुर। हेर्नु टुरिस्टहरू कति छन्। सुपर बबाल ठाउँमा आइसकेको छु। म हजुरलाई एथेन्सको भ्यू देखाउँछु है। ल हेर्नु भ्यू, सब एथेन्सको भ्यूलाई हेर्ने मजाले हेर्न सक्नुहुन्छ। यो चाहिँ एक साइडतिरको हो, अझ उतापट्टिको साइड त देखाउने छ मैले हजुरलाई। अस्ति हामीले नयाँ सालमा चाहिँ पिकनिक खाएको डाँडा चाहिँ यहाँ, यहाँ बसेर चाहिँ हामीले पिकनिक खाएका थियौँ। यस्तो बबाल ठाउँ छ गाइज यार, दामी ठाउँ आइयो। माथि यस्तो सामानहरू पाउँदो रहेछ। अनि यहाँ माथि आएपछि क्याफे पनि रहेछ। यहाँ तल क्याफे रेस्टुरेन्ट, नास्ता सास्ता खान मन लाग्यो भने बबाल ठाउँ छ। र हामी उतातिर जाँदैछौँ। पारी पारी समुद्र हो, यस्तो दामी ठाउँ छ गाइज। ल हेर्नु है गाइज कस्तो दामी सिन छ तल। आमा मलाई चाहिँ यस्तो तल चाहिँ खासै लाग्दैन, डर लाग्छ हेर्न।
हेर्न म हजुरहरूलाई चट्ट त्यो यो लामो जङ्गल भएको चाहिँ घोडे पार्कै गाइस। ल हेर्नु सब घोडे पार्कको ठ्याक्क पारिपट्टि पर्छ यो घुम्ने ठाउँ, एकदम सुपर ठाउँ। अब यतातिर गयो भने ओमनिया साइड भयो होइन, ओमनिया साइड हो त्यो। यस्तो दामी ठाउँ। ल हेर्नु मान्छेहरू यहाँ कति घुम्ने सब टुरिस्टहरू छन् गाइजहरू। घुम्नलाई चाहिँ बबल ठाउँ छ। ल छिटोभन्दा छिटो चाहिँ यहाँ घुम्न आउनु होला। हजुरहरूलाई एकदम सख छ। विजय सर र म चाहिँ आज घुमेर भ्याइयो, यस रमाइलो भयो गाइज। यतिको दामी ठाउँ है। ल हतार नगर्नु होला है। हेर्नु गाइज अब हामी चाहिँ फाइनल्ली फर्किनु लाग्यो गाइज है। कसरी लाग्यो? ल अब सर र हामी चाहिँ झर्न लाग्यो गाइज। एकदम नहुने ठाउँ है यो ठाउँ चाहिँ आउनु होला मस्त घुम्नलाई। यो ठाउँ घुम्न आयो भने चाहिँ माइन्डलाई चाहिँ एकदम पिस मिल्नेछ। लास्टै टुरिस्टहरू पनि आउने रहेछ यहाँ घुम्नलाई। एकदम दामी ठाउँ, सुपर ठाउँ छ गाइज है। र सबैजनालाई छिटोभन्दा छिटो आएर भिजिट गर्नुलाई ग्रिसमा हुनुहुन्छ भने चाहिँ यो ठाउँ घुम्न आउनु भएन भने चाहिँ हजुरहरू चाहिँ 100% पछुताउनु पर्छ गाइज है। हेर्नु ठाउँहरू यस्तो दामी ठाउँ छ, मलाई चाहिँ बबाल लाग्यो। ल हेर्नु यस्तो घुम्नलाई यहाँ टुरिस्टहरू कति आउँछन्, बबाल ठाउँ छ गाइज। ल है छिटो आउनु पऱ्यो। अब हामी चाहिँ झर्छ मास्ति जस्तै, धेरै हिँड्नुपर्छ। हेर्नु अब हामी चाहिँ यत्रो झरेर फेरि पर पुग्नुपर्छ। हामी चाहिँ जाँदै त्यो ठुलो बिल्डिङ देख्यो नि, त्यो ठुलो बिल्डिङ त्यतिर पुग्नुपर्छ हामी चाहिँ। हाम्रो रुम लगभग त्यतिको आसपासमा पर्छ। अब यत्रो बाटो हिँडेर आइयो, हजुरहरू आफै कल्पना गर्न सक्नुहुन्छ कति हिँड्यो भन्ने कुरा। अब फेरि हिँडेर त्यहीँ झर्नुपर्छ हामी। ल गाइज यसरी नै माया गरिदिइराख्नु होला र साथ सपोर्ट गरिदिनु होला। सबैलाई धेरै धेरै धन्यवाद। जय नेपाल।